आजको समयमा सामाजिक सञ्जाल मानिसको लागि सबैभन्दा नजिकको र सबैभन्दा बढी समय सँगै बिताउने साथी बनेको छ। यो रिपोर्ट हेर्नुहोस्। युनिभर्सिटी अफ मेनले पब्लिक गरेको यो रिपोर्टका अनुसार विश्वमा लगभग 60% मानिसहरूले सोशल मिडिया चलाउने गर्दछन् र यो प्रति वर्ष 3.2 दशमलवका दरले बढ्दो क्रममा रहेको छ। नेपालको सन्दर्भमा नेपालको कुल जनसङ्ख्याको 48% जनसङ्ख्या सोशल मिडियामा डेली एक्टिभ हुन्छन्। पछिल्लो 2 दशकमा सोशल मिडियाका कारणले नै सूचना एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै नै ठूलो रोल निभाएको छ। मानिसहरू सोशल मिडियामा मनोरञ्जन, सूचना तथा समाचार पाउनका लागि बढी प्रयोग गर्ने गर्दछन् र यो सोशल मिडिया धेरै पुरानो पनि होइन साथीहरू। आजभन्दा 3 दशक अगाडि 1997 मा 6degree.com नाम गरेको पहिलो सोशल मिडिया प्लेटफर्म लन्च भएको थियो, जसलाई अमेरिकन एन्टरप्रेन्योर विनरिचले बनाएका थिए। त्यसपछि 2002 मा फ्रेन्डस्टार, त्यसपछि 2003 मा माइस्पेस र लिङ्क्डइन, त्यसपछि 2004 मा फेसबुक, 2005 मा युट्युब, 2006 मा ट्विटर, 2010 मा इन्स्टाग्राम, 2016 मा टिकटक हिजो सोशल मिडिया आजको मोडर्न एरामा पुगेको छ। सोशल मिडियाको यो पहिलो 3 दशकको समयमा जति पनि राम्रो ग्रोथ भएको छ, यसले मानिसको जीवन सहज र राम्रो बनाएको छ र राम्रो हुँदै गर्दा सोशल मिडियाका नराम्रा पक्षहरू पनि छन्। साथीहरू, आज हामी सोशल मिडियाका 3 मुख्य समस्याहरूका बारेमा छलफल गर्नेछौँ। पहिलो नराम्रो पक्ष मानसिक समस्या। मानसिक समस्या। आज संसारभरि 1 बिलियन अर्थात् 1.51 खर्ब मानिस मानसिक समस्यासँग बाँचिरहेका छन्। यसको मतलब 7 जनामा 1 जना मानिस मानसिक समस्या भएको भनेर रिपोर्टले जनाउँछ। यसको सबैभन्दा ठूलो कारण आज सोशल मिडिया बनेको छ। साथीहरू, आजको समयमा सामाजिक सञ्जालमा सही र गलत सूचनाको पहिचान गर्न धेरै नै समस्या आइरहेको छ। मान्न त नेपालमा सञ्चार माध्यमलाई देशको चौथो अङ्ग वा खम्बा मानिन्छ, तर भ्युजको लालचमा गलत र नभएकै सूचना दिने पत्रकारहरूको जमात बढेको छ। खास गरी युट्युब च्यानलमा एउटा माइक लिई आफूलाई पत्रकार घोषित गरेर गलत सूचनाको प्रसारण बढी गरिन्छ। यसले एउटा मानिसलाई मात्र प्रभाव पार्दैन, यसले ठूलो समूहको नै सोच परिवर्तन गर्ने गर्छ र यो समस्या धेरैचोटि धेरै नै घातक हुने गरेको देखिन्छ। तेस्रो पक्ष छाडा। अहिले सामाजिक सञ्जालमा भिडियोमा भ्युज पाउनको लागि मात्र मानिसहरू समाजमा नपच्ने क्रियाकलापहरू गर्ने गरेका छन्। अहिले सोशल मिडियामा गाली नर्मल भइसकेको छ साथीहरू। यसबाट साना भाइ बहिनी लगायत सबैलाई नराम्रो असर परेको छ र साना बालबालिका सबैभन्दा बढी प्रभावित छन्। सोशल मिडिया एउटा शक्तिशाली माध्यम हो जसमा राम्रो र नराम्रो दुवै पक्ष छन्। यसको प्रभाव प्रयोग गर्ने तरिकामा भर पर्छ। हामीले सोशल मिडियामा गलत पक्ष छ भन्दैमा यसबाट बच्नको लागि नचलाउने वा प्रयोग नगर्नु पनि हुँदैन। यसले अहिलेको आधुनिक युगमा सर्भाइभ गर्न निकै कठिन बनाउन सक्छ। यसको समाधान यसको चलाउने तरिकामा छ। हामीले तरिका बदल्नु जरुरी छ, पुरा माध्यम होइन। हामीले सोशल मिडियामा कम समय बिताउने गर्नुपर्छ। हामीले आफ्नो समय आफ्नो परिवार र साथीभाइलाई दिन सिक्नुपर्छ। हामी आफै सचेत भएर सूचनाको सोर्स थाहा नपाई सूचनामा विश्वास गर्नु हुँदैन। हामीले आफ्नो तर्फबाट पनि गलत सूचना वा गलत क्रियाकलापहरू गर्नु हुँदैन। र अन्तिममा एकचोटि फेरि दोहोर्याए, सोशल मिडिया एक शक्तिशाली माध्यम हो जसमा राम्रो र नराम्रो दुवै छ र यसको असर चलाउने तरिकामा भर पर्छ र हामीले आफ्नो तरिका बदल्न जरुरी छ।